आज दिनभरि मोबाइल हेरेको थिइनँ कि मैले होइन। अनि बेलुका आएर अहिले भर्खरै बाबु नानीलाई खानासाना खाएर हो र टिकटक खोलेँ कि टिकटकमा त्यस्तो देखेर मलाई कस्तो लाग्यो कि होइन। मलाई त्यो मम्मीले भनेको याद आयो कि नानी पेटमा हुँदाखेरि छोरै भइदियो हुन्थ्यो। हुन्छ नि अब यस्तै घटनाहरू भएर त होला नि होइन। यस्तो भने मम्मीले जस्तो लाग्यो कि मलाई छोरी नै सुरक्षितै छैनन् कि। अब त्यति सानी नानी त्यो 3 वर्ष त्यो नानीलाई के थाहा हुन्छ कि। यस्तो दिनदिनै घटिरहेछ कि जताततै घटिरहेछ कि कस्तो कसैको ध्यान आकर्षण हुँदै नभएको क्या। समातो लयो त्यति मात्र हो समातो लयो जेलमा हाल्यो छोडिदियो त्यति मात्र हो। यो नदोरीलाई के गर्नुपर्छ ओ ठाउँ नै काट्नु हुँदैन सार्वजनिक राखेर। यदि त्यस्तो गर्ने हो भने नि त्यस्तो ठाउँ काट्ने हो भने नि त्यो गर्नुभन्दा अगाडि नि त्यस्तो मान्छेहरूले सोच्छन् कि हाम्रो पनि यो ठाउँ काटिन्छ भनेर कि। यति चाहिँ कस्तो आफ्नो पनि छोरी छ नि त होइन। कस्तो के भन्ने यार। कस्तो भयो यति हेरेर कति 11 बजिसक्यो। म त भर्खर न्युज थाहा पाउँदैछु कि न्युज हेरेको थिएन है।